यति बेला हामी दाउनेको उकालोमा छौँ हैन। हिजो देशभरि पानी पर्यो र दाउनेमा पनि पानी पर्यो। त्यो पानीको कारणले गर्दाखेरि दाउनेमा यात्रा गर्दा तपाईहरु एकदम सचेत रहनु होला, किनभने हामी हिजो 4 बजे काठमाडौँदेखि नाइट चढेको कर्णाली प्रदेश है हामी सुर्खेत जानलाई। तर अहिलेसम्म हामी यही दाउनेको उकालोमा छौँ। भन्नुस् कि हामी हिजो बेलुका समथिङ 10 बजे दाउनेको उकालो चढ्यौँ। अझै दाउनेको मन्दिर आउन बाँकी नै छ। भन्नुस् कि 3-4 किलोमिटर मात्रै हामी उकालो चढेका छौँ। यति बेला एकदम गाह्रो अवस्था छ। तपाईहरु दाउनेको बाटोमा यात्रा गर्दै हुनुहुन्छ भने एकदम ध्यान दिनु होला, सकेसम्म यात्रा नगर्नु होला। आज चैत 7 गते है, बाटो एकदम खतरा छ। यहाँको गाडीहरू चिप्लिने, ट्रकहरू चिप्लिने, लगभग 10-12 घण्टा भइसक्यो हामी दाउनेको उकालोमा छौँ। अझै दाउने आउन बाँकी नै छ। कति दिन लाग्ने हो सुर्खेत पुग्न, र तपाईहरु सकेसम्म दाउनेको बाटोबाट यात्रा चाहिँ नगर्नु होला।